पैसा भयो भने सब थोक हुन्छ। मान्छे, सम्मान र खुशी सबै पैसाकै खेल हो। सबै कुरा, स्वास्थ्य पनि, साँचो माया पनि हो। पैसा छ भने जे पनि किन्न सकिन्छ। पैसाले सुविधा दिन्छ, तर पैसा नै सबथोक हो भन्ने भ्रममा नपर शमशेर। पैसा नै सबथोक होइन। तिमी गरिब सोचको मान्छे हौ, तिमीलाई केही नै थाहा छैन। पैसा भयो भने हरेक चिजको खुसी दिन्छ। यो मेरो गरिब सोचको कुरा होइन, यो त संसारको यथार्थ हो। म पनि पैसा कमाउन चाहन्छु, तर पैसाको दास बन्न चाहन्न। त्यसो भए पैसा चाहिँ के हो त? पैसा साधन हो, लक्ष्य होइन। परिवार, स्वास्थ्य, इमान यी नभए पैसा पनि बेकार हुन्छ। सही भन्यौ। म पैसाको पछाडि अन्नु भइरहेको हेर्छु। हो, पैसा बाँच्नको लागि आधार हो, तर पैसाले सब थोक किन्न सकिन्छ भन्ने भ्रम हो। ढिला भए पनि बुझ्यौ। पैसाले अरू चिजको खुसी देला, तर स्वास्थ्य, माया, इमान, इज्जत कहिल्यै पनि किनेर दिन सक्दैन। जिन्दगी जिउनको लागि पैसा साधन हो, चाहिन्छ, तर सब थोक पैसाले दिन्छ भन्ने हुँदैन। स्वास्थ्य, माया, इमान, इज्जत पैसाले चाहेर पनि किन्न सकिँदैन। आज बुझेँ। म पैसा कमाइरहेको थिएँ, तर जीवनको गहिराई बुझिरहेको थिएन। पैसा नै सब थोक होइन रहेछ।